बेलायत पठाउने भन्दै मकवानपुर हेटौडा उपमहानगरकी जानुका ढुङ्गाना र उनको ग्याङले करोडौं रुपैयाँ ठगी गरेको मामिला सिधा कुरा जनतासँगले उजागर गरेपछि खास गरी यो विषयमा तरङ्ग पैदा भएको छ र यस विषयमा हामीले 3वटा रिपोर्ट प्रसारण गरिसकेका छौं। सुरुवातमा हामीले यो प्रकरणलाई सधैँ आइरहने अन्य ठगी जस्तै ठानेका थियौं, तर अहिले यसमा थप जटिलता र षड्यन्त्रहरू पनि भेटिएका छन्। जानुका र उनको ग्याङले पाकिस्तान भारतमा समेत एजेन्ट राखेर हुन्डी मार्फत रकम बुझ्ने गरेको केही पीडितहरूले जानकारी दिएका छन्। यस मामिलामा पीडित बनेकाहरू पीडक भनिएकाहरूलाई हामीले कार्यालयमा बोलाएर जवाफ मागेका छौं। रकम असुलीमा जो संलग्न भए उनीहरू अहिले एक आपसमा दोषारोपण गरेर आफूहरू चाहिँ उम्किने प्रयास गरिरहेका छन्। अरूलाई दोष थोपर्दैमा कानुनी उल्झन र सजायबाट कोही पनि उम्किने सम्भावना चाहिँ देखिँदैन। पीडक र पीडितहरू एकै ठाउँमा आइपुग्दा के भयो त? यो फलोअप रिपोर्ट हेर्नुहोस्। बेलायतमा मासिक 4 लाखसम्म कमाई हुने भन्दै प्रलोभनमा पारेर प्रति व्यक्ति 35 देखि 55 लाखसम्म उठाउने हेटौडाकी जानुका ढुङ्गाना र उनको ग्याङको ठगी धन्दाबारे श्रृङ्खलाबद्ध रूपमा रिपोर्ट प्रसारण भएपछि यो ग्याङबाट लुटिएका थप पीडितहरू हाम्रो सम्पर्कमा आउने क्रम जारी छ। पीडितहरूको लर्को नै लाग्न थालेपछि यस ठगी प्रकरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मुछिएका पात्रहरूलाई हामीले सम्पर्कमा ल्याएर जवाफ लिएका छौं। ठगी प्रकरणमा जोडिएकाहरू एकअर्कालाई दोषारोपण गरेर उम्किने दाउमा रहँदा पीडितहरू भने रणभुल्लमा परिरहेका छन्। हाम्रो सम्पर्कमा आएकी अर्की पीडित मोरङकी सुनिता पोखरेलले आफ्नो भाइ मार्फत चिन्जान भएकी जानुका ढुङ्गानाको विश्वासमा परेर पैसा दिएको बताएकी छिन्। पैसा फुत्काउन जानुका सुनिताको घरमै पुगेर बेलायत पुर्याउने आशा देखाएकी थिइन्। जानुकाको विश्वासमा परेकी सुनिताले जग्गा नै धितो राखेर निकालेको 28 लाख रुपैयाँ जानुका र उनले भनेका व्यक्तिको खातामा जम्मा गरेकी थिइन्। पैसा अकाउन्टमा हालेको यहाँ नेपालको खातामा दिनुभएको थियो, त्यो पैसा मलाई आयो होइन, तर युकेको पाउन्ड त मलाई आएन नि त। 18 लाखको चेक आएको जानुकाको नाममा छ, नितुको नाममा छ र कमल थापा मगर भन्नेको नाममा छ। अनि यो बीचमा उहाँ अङ्कलसँग नि मेरो कुरा भयो है। के भयो भने दसैँ तिहारको बीचमा राखेको थियो, हामीले इमिग्रेसन रोक्ने कुरा गर्यौँ। रोक्ने कुरा गर्दाखेरि जानुकाले के भन्यो भने त्यस्तो नगर्नु दिदी, म पैसा दिन्छु, मेरो पनि एउटा इमेज छ, मेरो पनि एउटा प्रोफेसनल छ, त्यस्तो नगरिदिनु भनेर भन्यो। मेरो अङ्कलले सबै गर्नुहुन्छ, मेरो अङ्कलसँग कन्ट्याक्ट गर्नु, मेरो अङ्कलले सबै व्यवहार मिलाउनुहुन्छ, तपाईँलाई त्यहाँ कुरा गर्नुहुन्छ भनेर भन्यो। जानुकाले ड्याडीसँग कुरा गर्नुभयो, के अरे हेटौडा आइज अर्जुन ढुङ्गाना को हो चिन्छ, मेरो घरको किन फोटो खिचिस, मेरो छोरीको जिम्मा मैले लिने हो, मेरो बच्चा छोरीलाई त्यस्तो गर्ने हो भने हामी चाहिँ बच्चा होइन, उहाँको छोरीको र एज मेरो एज एउटै छ नि त। मेरो दुईटा बच्चा पनि छ, मेरो पनि यही छ मैसँग। पैसा हात पारेपछि जानुकाले नक्कली कागजात समेटेर बेलायती दूतावासमा पेश गरिन्, जसका कारण बेलायती निकायले सुनिताको पासपोर्टलाई 10 वर्ष प्रतिबन्धमा राखिदिएको छ। अब भाइले उता सोलिसिटरलाई देखाउँदाखेरि यो फेक कस हो, सायद तपाईँको दिदीको 10 वर्ष ब्यान भयो होला भनेर भन्नुभयो अरे सोलिसिटरले। हजुर आधिकारिक आएको छैन, तर त्यो हो कि भन्ने शङ्का हजुर भाइले उता कस देखाउँदाखेरि चाहिँ सोलिसिटरले त्यस भन्नुभयो। जानुकाकै कारण वीरेन्द्र नगरका सङ्गम साई र उनका पति शिवु प्रसाद सापकोटाले पनि जानुका र उनले भनेका व्यक्तिको खातामा 32 लाख जम्मा गरे। जानुकाले भने नक्कली स्पोन्सर सर्टिफिकेट भिडाइन्। त्यसपछि मात्र यो दम्पतिले ठगीमा परेको थाहा पायो। उसले मोटिभेसनल भिडियोहरू हाल्थ्यो, अनि त्यही देखेर हामीले व्हाट्सएप नम्बर दियो उसले, अनि व्हाट्सएप नम्बरमा कुरा गर्दाखेरि अनि उसले हामीले वर्किङमा हामीले त्यस्तो काम गर्छौँ, अनि तपाईँको 2 महिनादेखि 3 महिनामा भिजा आउँछ भनेर अनि उसले हामीलाई अनि अकाउन्टहरू पठायो। अकाउन्टहरू पठाइसकेपछि उसले मलाई एउटा कस पनि दिएको थियो, अनि कस चाहिँ फेक रहेछ। अनि मैले कम्पनीलाई मेल पनि गरेँ, अनि कस फेक भनेर कम्पनीदेखि मलाई मेल पनि आएको छ। अनि त्यो मैले उसलाई पठाउँदाखेरि उसले मलाई गाली पनि गरेको छ कि। अनि त्यसपछि मैले पैसा फिर्ता दिनुहोस् त्यहाँदेखि भनेको हो मैले उसलाई, पैसा फिर्ता गर्नुहोस्, रिफन्ड गर्नुहोस्, रिफन्ड बाहेक अरू म केही गर्दिनँ भनेर भने हो। उसले रिफन्ड चाहिँ दिन मानिरहेको छ। 1 महिनाभित्रमा काम हुन्छ भने अनि 1 महिना उसले 1 महिना भनेको पनि लगभग हामीले फेरि 2 महिनासम्म पनि वेट गऱ्यौँ कि आइलिङ भइहाल्छ कि भनेर, तर त्यो पनि भएन। अनि त्यसपछि पैसा फिर्ता माग्दाखेरि त्यस्तै कुरा, अनि पछि बल्ल हामी थाहा भयो कि हामी ठगिसकेको रहेछ भनेर। हाम्रो सम्पर्कमा आएका सबै जसोले यो ठगी प्रकरणको मुख्य नायिकाका रूपमा जानुकालाई ठहर गरेका छन्।
तपाईँसँग किन इन्भल्भ निसाबाट इन्भल्भ छ छैन त्यो मेरो दिदी होला अनि मैले उसलाई चेक दिइसकेको छु तपाईँ चेक दिएर मात्रै भयो ए सुन्नु न तपाईँहरू कारोबार सबैको आफ्नो मिलो भन्दैछ नि त यो होइन क्या सबै पर्दाफास हुन्छ कन्सल्टेन्सी खोलेको किन हो कि किन भन्नु न त हो तपाईँको छ कि छैन क्या सबजनाको छ नि सरकारी यहाँ सुन्नु न सर यो भनेको ठुलो स्क्यामर हो म तपाईँहरूलाई एक प्रुफ देखाइदिन्छु होइन तपाईँ पनि सबैजना पर्छ कि सर यहाँ म सबै जानिदिन्छु तपाईँ यो होइन कि फेरि म यो हो होइन फेरि बा तपाईँ जसरी बोल्नुहुन्छ नि एक्लै त्यो भिडियो बनाएर फेरि त्यो होइन फेरि है ठगी प्रकरणमा कसरी जोडियो सापकोटा परिवार? यो ठगी प्रकरणमा जानुका पहिलेदेखि नै जोडिएको भए पनि यो धन्दालाई निरन्तरता दिन पछिल्लो समय उनी सहितको ग्याङले चितवनको भरतपुर महानगरपालिका 10 मा बेस्ट ब्रेन्च एजुकेसन एन्ड भिजा सर्भिसेस नामक कन्सल्टेन्सी समेत खोलेका थिए। त्यही कन्सल्टेन्सीको आवरणमा पनि ठगी परेको कतिपय पीडितहरूको दाबी रहेको छ। कन्सल्टेन्सीको सञ्चालक जानुका आफै थिइन्। चितवन भरतपुरका राजेन्द्र सापकोटालाई कन्सल्टेन्सीको अख्तियारी दिएको र त्यसपछिका गैर कानुनी कारोबारमा आफू संलग्न नरहेको दाबी गर्दै उनी आफू पन्छिन खोजिरहेका छन्। राजेन्द्रको जिम्मेवारीमा रहेको कन्सल्टेन्सीमा राजेन्द्रकै बहिनी कमला सापकोटा उर्फ कमरेश, मीना सापकोटा र अर्जुन सापकोटा पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न थिए। पीडितहरूले राजेन्द्र सापकोटा र उनले भनेका व्यक्तिहरूको खातामा रकम जम्मा गरेका प्रमाण सुरक्षित छन्। सोही प्रमाणका आधारमा राजेन्द्र विरुद्ध पक्राउ पूर्जी पनि जारी छ। कमरेश सापकोटाको ब्याङ्क खातामा पनि पीडितको रकम जम्मा भएको देखिन्छ। यो समाज छोडेर योहरूले ब्ल्याकमेल गरेछ अहिले सम्म पीडित त म हो के म पैसा मेरो सम्पत्ति दिन्छु तपाईहरुलाई मेरो इज्जत दिन्छु यिनीहरूले त मलाई म पैसा दिन्छु मेरो सम्पत्ति दिन्छु बोल्दैन नबोल्नु तपाई जानु कले ल्याउनु जानु कले ल्याउनु यहाँ हाम्रो पहिले पनि सुनाइ पर्छ पहिले म भन्छु म पैसा दिन्छु उसले आयो भने चाहिँ मेरो सम्पत्ति मेरो आमाको मेरो दाइको सब सम्पत्ति बेचिदिन्छु तर मेरो इज्जत ल्याइदिनु मैले खाएको छु भने नि सबै स्टेटमेन्ट हजुरलाई पनि पठाइदिएछु मैले त्यो आको तपाईको खातामा मैले 1 रुपैयाँ पनि तपाईले जानकारले भने बमोजिमका खातामा पठाउनु सबै 1 रुपैयाँ पनि चलाएन। तपाईले आफूले पीडितबाट आएको 1 पैसा पनि खर्च गर्नु सबै जानकारले को भने अनुसार खातामा गयो भने तपाईसँग। अनि अर्को कुरा भनेको उसले टिकट सिलेक्ट काट्दाखेरि चाहिँ अब मलाई त थाहा छैन नि त्यस्तो त उसको उ र म बिचमा यो कारबार अर्को नेसनल तपाईहरु कसरी काउन्सिलिङ छ अनि मीना